बल्ल मासु बसाउनु लाग्यो बुढोलाई यस्तो छ होइन कति पहेँलो बनाएको यो कस्तो हेर्न हुने एकचोटा मात्र लु यस्तो त अनुहार खाने बेलामा के भन्थे नि मान्छे दाइना कोट लगर लगाउनु भन्थे केक जस्तो छैन उसले फुरफुर गर्ने होइन अनि आज लु मासु बसाउने बुढो भनेको त लु हेर एउटा पिसमा मासु पहेँलो छ होइन अरू सबै रातो यस्तो सिप भएको मान्छेलाई भन्न के चाहनुहुन्छ जनताहरू म छक्क परेँ आज साङ्गेप्साल खाने अरे यो के हो कोरियन भाषामा होला साङ्गेप्साल भनेको यो हाम्रो सुनुवार भाषामा पो भन्छ क्षेत्री भाषामा बङ्गुर अनि कोरियन भाषामा के भने साङ्गेप्साल भनेको चाहिँ सुँगुरको मासु यो चाहिँ मेरो बुइनी यो चाहिँ यहाँ कुक गर्दैछ सेफ हेड सेफ हो हेड सेफ गर्दैछ सालीबेनालाई चाहिँ खाना चाहिँ मिठो मिठो खाना खोज्छन् ल हेर यहाँ खाना खोज्छन् भेना खानु खोज्छ साली बनाउँछ छुट्टी भएपछि यसरी पकाएर खुवाउँछ मेरो बुइनीले सामान चाहिँ रेडी गरिदिनु पऱ्यो पकाउने जिन्दाबाद गाइजहरू यो कोकालाई मनपर्छ कमेन्ट गर्नुहोस् मनपर्ने जति हाजिर हुन् पकाउने मान्छेलाई के भन्न चाहनुहुन्छ गाइजहरू हामी चाहिँ आज शनिबार यस्तो मनाउँदैछ आज कार्तिक 1 गते अब तिहार पनि सुरु भयो होइन अब हामी चाहिँ यस्तो खाएर आज तिहार मनाउने तिहार बोलाउँदैछौँ गाइजहरू अब 2022 सालको तिहार